थान हैट निस्क्यो नि होइन लु खायो थानु निस्क्यो ए भाग्छ नि थियो खोइ टस दिनु खायो निस्क्यो एउटा मात्र बल्ल त्यहाँ पनि छ घोडियाले खेलाएर नि सो हेलो नमस्ते नेपाली जनता इट्स मी गौरव एन्ड वेलकम ब्याक टु माई अनदर ब्लग। सो आजको भिडियोमा फेरि पनि तपाईँहरूलाई स्वागत छ। आज चाहिँ हाम्रो फेरि माछा मार्ने कार्यक्रम चल्दैछ होइन। धेरै दिन पछाडि आज सट्टा हामी हिल्ले माछा मार्नेछौँ होइन। हाम्रो गाउँको बहिनी चाहिँ यस्तो पुरै सुक्न आँटिसक्यो, तर यहाँ चाहिँ पानी जमेको छ। सट्टा अब हामी तपाईँहरूलाई देखाउँछौँ माछा कस्तो निस्किन्छ हिल्ले। खोइ टस दिनु खायो निस्क्यो एउटा मात्र बल्ल त्यहाँ पनि छ घोडियाले खेलाएर नि माछा निस्क्यो माछा ए दुईवटा भइसकेको छ तिनवटा गयो खोइ टस दिनु मलाई त्यही त त्यही मैले दिनु थाप्नु भएको थियो उक्रिदिन्छौ हेर्नु पो सिधै अलिक खाना दिनु है धेरै अलिक धेरै खाओस्। अलिक त्यो कहाँ गयो त्यही त ए हुन्छ त्यो ठिकै रहेछ खोइ कहाँ भयो तान्नै मिलेन नि अड्क्यो नि जान भागेको नि त्यो यहाँ खाँदैन त्यहाँ कहाँ छ त्यहाँ पनि छ र ठुलो छ भन्दै हुनुहुन्छ ऊ त्यहाँ भित्र गयो नि यही खेलाउनु पर्छ धेरै पानी छैन भिड देखिहाल्छ कहाँ चाहिँ गयो यतै छिरेको छ खायो थानु निस्क्यो ए भाग्छ नि थियो छाप माछा भनेको माछा होइन कहाँ छोड्ने होइन माछा त कहाँ छोड्ने होइन नि जत्रो सुकै हुन्छ तानिहाल्ने यो हेर्नु अनै हो सर्प होइन मुला सर्प भइरहेको तानिने म हेरेँ आउँदैछ माछा खान्छ अहिले यसलाई टाउकोमा हिर्काइ माग्न आएको यो माछा खान्छ होइन अङ्कल भ्यागुता माछा सबै खान्छ क्या यो त देखाएर भित्तामा आउँछ अलिक राम्रोसँगै सट्टा मुखमै अनि हो कि क्या हो अलिक थान हैट निस्क्यो नि होइन लु अब गजला चेन्ज हान्नु है अब त हान्नुपर्छ नि बसीले हुन्छ नि त्यही भएर त यता पो उन्नेको रहेछ यार यो गणे हो कि क्या त्यही भएर त नोब्ले खानेले गजला चेन्ज ठेट कति छिटो तान्यो अलिक ढिलो क्या मुख सानो छ यसको गजला सानो छ नि त उल्टो खायो यार निस्किँदैन यो पर्खिनु अझै छोडिदियो कि खाएको छ तान्नु अब निस्किँदैन भनेको नि ठुलो थियो नि यहीँ छ होइन त्यो होइन यहाँ ठुलो थियो यार ठुलो थियो हो यो पानी भुलिरहेको ठाउँमा तपाईँ भित्तामा हेर्दा यो डाँख्ला नेरी थाप्नु त अलिक राम्रोसँग ठेट अर्को आउँछ ल अब यसको डढा आयो देखा खायो खाँदैन त्यसले अब त्यो सानोलाई तान्नु म चाहिँ आउन खोजिरहेको सानोलाई थाप्नु नि फकाउन यसलाई खाँदैन त्यसले खान्छ त यसको मुख भोँचो क्या है खाँदैन छोडिदिनु यता अरू हेर्छ खायो
अलिक उता मुख त्यसको उता मुखैमा लागेर दिइरहेको यता 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 गयो त्यो ठुलो पुगेको छैन त्यहाँ खाएन क्या दुखेर भइसक्यो खाँदैन ठुलो कहाँ गयो यस्तै यही पानीको बिचमा थाप्नु त्यसलाई खोइ त्यहीँ छ ऊ त्यहीँ हो ऊ यता आउँदैछ अगाडि अलिक मुनि मुखैमा छ त नि ए यहाँ कति छिटो तानेको होइन गन्थीलाई कता उल्टो भएको छ खै 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 थेट अलिक माछा माछा सब भगाइदियो त्यसले है थेट एउटा त चक्कर यो खै यो होइन यतै देखाएन बरु यतै हेरौँ यो ब्याक मुनितिर हो त्यो बिलमा उता साह्रो मच्छरले खाएन अरे यहाँ त उतै बिस्तारै एउटाले गर्दा सबै भागो सानो छ त्यो पनि भागो यहाँ दुइटा छ खै कुद्दैछ अनि रोकिएको भए पो हालिदिनु यसले लाइटै कता कता घुम थाम्नु थाम्नु निस्क्यो छोड 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 खै त छोड्दैन त यसले उनी हो क्या कोही छोड त नछोडेर हुन्छ यो बरेउलामा हेर्नु छ छ फेरि सर हेर्ने क्वाक्क खोइहाल्ने हो यो निस्किन्छ खाने खालको माछा हो कि नखाने खान्छ खान्छ अलिक 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 पर्खिनु पर्खिनु तान्नु त्यही छ कस्तो नोब्ले रहेछ त नि लिएर भाग्छौ बरेउला मिलेको छैन खाँदैन अब त्यसले टल्क्यो नि त टल्क्यो यसरी गरिदिनु उयो हो गज टल्क्यो निस्कियो यत्रो भाउ खोज्छ खै मर्की पनि लागिसक्यो फुल अब लडाउँछ है त्यो टोकरी लडाइएर नि यहाँ अझै एउटा थियो उही यो इ थाप्नु नि मैले देखिनँ यो टस्को फोक्सी दाइ ए यो भनेको गयो त होइन यही हो यो भनेको यो कहाँ माछा हो त नि हो अगाडि अगाडि खायो 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 त अलिक एकछिन पर्खिनु यो पुरा पर्खिने यसलाई अर्को चाहिँ भागो नि त्यहाँ ठुलो थियो म त त्यसलाई पो थाप्न आँटेको त्यो भाटा लट्ठी छ नि हो त्यहाँनिर छिरो क्या लु अच्छा निस्क्यो रन ठानु दियो यसलाई भोक लाग्यो क्या धेरै अघिदेखि खानु देखेर त्यही भएर निस्क्यो घुमी घुमी अब हिलेर छ नि त तपाईँलाई पुग्ने जस्तो भयो जस्तो छ यो यो कहाँ मैले खान्छु त नि सुसनले बिहान हेरेँ त्यो उठ्ने बित्तिकै म उठ्नुभन्दा अगाडि आउँछ र बाल्टी हेर्छ पहिले नै माछा अर्को ए, अर्को लानु निस्किन्छ नि कता हौ अनि भयो छ त कतिवटा भयो 8-9वटा भयो धेरै नै छ के भन्छ अरे फेरि आयो हाम्रो माछा खाएको थियो भयो एउटा ठुलो माछा भएको छट हिले थियो यार हिले थियो ए, उल्टो रहेछ नि त ला त बुद्धि यहाँबाट खाएछ हेर न अब त भागिगयो नि माग्ने बुढा आयो क्या हो त्यहाँ ओ
त्यस्तै छ है बोइस याद छैन जाउँ जाउँ